छोरो आजबाट 6 महिनाको भयो। उसको आगमनले हाम्रो जीवनलाई निसङ्कोच एउटा सुन्दर कोलाहलमा रूपान्तरण गरिदिएको छ। एक समय थियो जब ऊ केवल प्रतीक्षामा थियो। आज त्यही प्रतीक्षा हाम्रो काखमा बसेर हाँसिरहेको छ। एक समयको सपना अहिले आफ्नै सास, आफ्नै धड्कन र आफ्नै उपस्थितिसहित हाम्रो जीवनमा बाँचिरहेको छ। उसको हाँसोले समयलाई केही बेरका लागि मात्र भए पनि हलुका बनाइदिन्छ अनि उसको रोदनले मनका सबै शान्तिहरू एकैपटक तरङ्गित बनाइदिन्छन्। त्यसपछि बिस्तारै बुझिँदो रहेछ, माया कुनै भावना मात्र होइन, त्यो त आफ्नै अस्तित्वको एउटा टुक्रा अर्को शरीरमा धड्किरहेको देखेर बाँचिरहनु रहेछ। यो प्रत्याभूति क्षणभङ्गुर मात्र हुन्छ, त्यो कुरा थाहा छ, तर यसको अनवरत पुनरावृत्तिले हाम्रो छोटो स्मरण शक्तिलाई बारम्बार जीवन्त बनाइरहन्छ। निर्वाण अहिले 6 महिनाको छ, तर यी 6 महिनामा ऊ हुर्किरहेको मात्र छैन, उसले हामीलाई पनि बल दिँदै र बदलिँदै लगेको छ। किनकि उसको जन्मसँगै हाम्रो संसारमा एउटा बच्चा मात्रै आएको थिएन, हामीभित्र आमा र बुवाको पनि जन्म भएको थियो।